हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म पिएनसी हस्पिटलबाट भिडियो स्टार्ट गरिरहेको छु। म चाहिँ दाइ बिरामी भएर बेलुकै साथी गएको थिएँ नि त। सो उताउतै मेरो वर्क सिक्ने ठाउँमा गएको छु। हाम्रो वर्क सिक्ने ठाउँ चाहिँ एकदम सानो भएकोले पल्लोपट्टि अर्को नयाँ स्टुडियो खोलेको छ। तपाईहरु पनि कोही आउनुहुन्छ इच्छुक छ भने भोलिदेखि न्यू इयरदेखि ओपनिङ छ। एकदम स्पेस पनि ठुलो छ। सिक्न चाहनुहुन्छ भने आउँदा हुन्छ। अनि म चाहिँ वर्क सिकिसकेर हामी चाहिँ खाजा खानु गयौँ। अनि खाजा चाहिँ नयाँ यो काठमाडौँको लोकल मोमोको स्टाइलमा छ। रस थपी यो चाहिँ चिकन मोमो खाएको थिएँ। अनि अचार पनि हेर्नुहुन्छ भने एकदम टेस्टी छ। सो डाइरेक्ट खाजा खाएर म घर आएर फटाफट काम रक्सी बसाएँ। अनि आज चाहिँ रोटी सब्जी खाने भनेर रोटी सब्जी पनि रेडी गरेँ। अनि रोटी सब्जी मासु थियो अनि दही अनि त्यसपछि मम्मीहरूलाई पनि खाना खान बोलाएँ। सो आजलाई यति नै।